हामीले चाहिँ सही तरिकाले जवाब दिनुपर्ने अवस्था छ। हाम्रो इतिहासको खोजी गर्न पर्नेछ। हजारौँ वर्षदेखि हामी यो नेपाल भूमिमा बसेकालाई तपाईँ अन्य जाति अथवा हाम्रो आरक्षणको चाहिँ के अरे कोटा नहुने हाम्रो गरिब एउटा के रूपमा होइन विकट ठाउँमा भएको गरिबले पनि सेवा सुविधा पाइरहेको अवस्था छैन। हामी न्यायको आधारमा राज्यले पनि विभेद नगरोस् भन्ने हामी चाहन्छौँ। त्यो ठाउँमा हाम्रो कुराहरू अगाडि बढोस् भन्ने चाहन्छौँ। कुनै ठाउँमा भोलिका दिनहरू त्यस्ता कुराहरू त्यो ठाउँ पनि हामी पेस गर्नुपर्ने अवस्थाहरू देखेका छौँ। त्यसले गर्दाखेरिमा जातीय विभेद जुन सद्भावना हामी कायम गर्दै पछाडि परेको हामी त के चाहिँ चाहन्छौँ भन्दाखेरिमा हामी क्षेत्रीय मात्रै होइन, त्यहाँ बसेको हाम्रो समाज बसेको एउटा गुरुङ छ भने 20जना गुरुङ क्षेत्रीयहरूको छ भने 2जना चाहिँ गुरुङ मगरका जनजाति रूपमा त्यहाँ चाहिँ ओझेल परे तिनीहरू पनि हामी हातेमालो गर्छौँ विभिन्न तौरबाट। त्यस कारणले गर्दाखेरिमा हामीले आफ्नो दाजुभाइ हाम्रो क्षेत्रीय बन्धुहरूको एकतालाई कायम गर्दै आउने दिनमा यसलाई मजबुत बनाउँदै के कसरी हामी अगाडि बढ्न सक्छौँ कार्ययोजना बनाउँदै हाम्रो भविष्य पढ्न पर्ने अवस्थाहरू हामी देखेका छौँ। त्यसको लागि सम्पूर्णको हाम्रो चाहिँ सहयोगको हामी अपेक्षा गरेका छौँ। यसमा के हुन्छ भनेदेखिमा हामीले राजनीतिक आस्थाभन्दा माथि उठेर कुरा गर्नुपर्छ। हामीले मेरो व्यक्तित्व मलाई यो फलाना ठाउँमा अपमान भयो भन्ने कुराबाट चाहिँ टाढा रहेर काम गर्नुपर्छ। किन हामी सिकार हो, हामी सिक्दैछौँ। यसमा अनर्थ नलिँदैन, कृपया हामी सिक्दै जाँदैछौँ। यसलाई हामी मैले सम्मान दिनेछौँ र हामीले चाहिँ गर्न पनि सहयोग ठाउँमा हाम्रो बन्धुहरूलाई कहाँ कसरी सहयोग गर्न सकिन्छ तल्लो स्तरसम्म गएर हामी सहयोग गर्न हामी तत्पर हुनेछौँ। यसमा हामी सबै कटिबद्ध हौँ भन्ने मेरो चाहिँ भनाइ छ। त्यसले गर्दाखेरिमा अब भन्ने किसिमका जुन भेला तथा प्रथम अधिवेशन थुप्रै कामहरू गर्नुपर्नेछ। हामीले चाहिँ गाउँ स्तरको हाम्रो केन्द्रले गरिसक्नु भएको छ। हामी त्यहाँ पनि टाइप भइरहेका छौँ। जिल्लामा पनि हाम्रो चाहिँ समूह अधिकारीको अध्यक्ष लगायतका सम्पूर्ण कार्य समितिसित हामी टाइप गरेर चाहिँ हामीले उहाँको सुझाव सल्लाहसित नै यो चाहिँ अहिले चाहिँ भेला आयोजना गरेका छौँ। उहाँलाई मुरी धन्यवाद दिन चाहन्छौँ। किनभने हिजो गएर हामी के भन्न चाहन्छौँ भनेमा हामी कसैले चाहिँ आक्षेप लगाएको छैन। हामीमा के आक्षेप छ भन्दाखेरिमा हामी यहाँ 100 घर क्षेत्रीहरू छन्, तर हामी कुनै कार्यक्रम पऱ्यो मर्दा अथवा केही चाहिँ सहभागी बनिकन हामी भाग्छौँ। त्यो पनि देखेको छ। 5जना तपाईँको चाहिँ एउटा जनजातिको घरमा बागम गर्नुको घर छ, त्यहाँ तपाईँको कुनै कार्यक्रम भयो भने 5जना 25जना सहभागी बन्छौँ। हामी 100जना घरको 500जना बन्नुपर्ने ठाउँमा हामी तपाईँको 2-3जना 4-5जनाको उपस्थित छ। त्यसले गर्दा यो हामी सचिने भनेको मबाट आफूबाट सचिँदै हाम्रो घर परिवार समाजले हामी परिवर्तन गर्नुपर्ने अवस्था छ। त्यसले गर्दाखेरिमा आउने दिनहरूमा हामीले यो जुन किसिमको अभियानमा यहाँहरूको चाहिँ जुन सुझाव सल्लाहको अपेक्षा गर्दै यो जुन बन्ने कार्य समितिले थुप्रै कामहरू अगाडि बढ्नेछ। हामी कुनै पनि हालतमा हामी चाहिँ सामाजिक सद्भाव हामी बिथर्ने अवस्था हुँदैन। यो हाम्रो बन्धुहरू प्रष्ट हुनुपर्छ। हुने किसिमको सद्भावलाई बिथर्न चाहने तत्त्वसँग हामी प्रष्टसँग बसेर सद्भाव एउटा चाहिँ छलफलको माध्यमबाट उहाँलाई बुझाउने कोसिस गर्नेछौँ। हामी त्यो समाज उदाहरणको पात्र बनेर हामी यो क्षेत्रीय समाज अगाडि बढ्नेछ। त्यसमा दुविधा नमान्नु होला। हाम्रो जुन हामी जाँदाखेरिमा समिति बन्न पऱ्यो, सदस्य बन्नु पऱ्यो भने उठेर हिँड्ने जुन किसिमको हाम्रा अभिभावकहरू हुनुहुन्छ, यो त ठुलो चाहिँ भेला हुनुभएको छ। जुन चिन्ताले यो माहौल हामीले चाहिँ हिजो अवस्थामा यो बन्छ भन्ने थिएन। मलाई पनि लागेर चाहिँ सायद चाहिँ यो हाम्रो क्षेत्रीहरूको यति उपस्थित हुन्छ जस्तो लागेको थिएन। जुन किसिमको चिन्तन छ तपाईँहरूमा, चासो छ, यसलाई हामी ऊर्जाको रूपमा चाहिँ परिणत गर्नुपर्छ। हामी जुन सिकाइले अगाडि बढ्नुपर्छ र जुन ठाउँमा हाम्रो क्षेत्रीहरूको चाहिँ जुन एउटा दुःखमा पर्दाखेरिमा हामीले मलम लगाउने काम गर्नुपर्छ भन्ने मैले लागेको छ।